पछिबाट फेरि उहाँ सभाघरमा पस्नुभयो। त्यहाँ सुकेको हात भएको एकजना मानिस थियो। कतै उहाँले त्यसलाई सब्बात दिनमा निको पार्नुहुन्छ कि भनी उहाँलाई दोष लाउन मानिसहरू उहाँको चेवामा थिए। तब उहाँले सुकेको हात भएको मानिसलाई भन्नुभयो, यता आऊ। उहाँले तिनीहरूलाई भन्नुभयो, सब्बात दिनमा भलो गर्नु कि खराबी गर्नु, प्राण बचाउनु कि नाश गर्नु, कुन चाहिँ उचित छ? तर तिनीहरू चुप लागिरहे। तिनीहरूका हृदयको कठोरतामा दुखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले हात पसार्यो र त्यसको हात निको भयो। तब निस्केर गई उहाँलाई कसरी नाश पारौँ भनी फरिसीहरूले तुरन्तै हेरोदीहरूसँग उहाँको विरुद्धमा मतो गरे। त्यसपछि येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो र गालिलबाट मानिसहरूको ठूलो भिड उहाँको पछि लाग्यो। यहुदिया, यरुसलेम, इदुमिया, यर्दन पारी र टुरोस र सिदोनका वरिपरिबाट मानिसहरूको ठूलो भिड उहाँका अचम्मका कामको कीर्ति सुनेर उहाँ कहाँ आयो। भिडले उहाँलाई नमिचोस् भनी उहाँले आफ्ना चेलाहरूलाई आफ्नो निम्ति एउटा डुङ्गा तयार पार्न लगाउनुभयो। उहाँले धेरैलाई निको पार्नु भएको हुनाले रोग लागेका सबैले उहाँलाई छौँ भनेर ठेलमठेला गर्दथे। जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे तब उहाँको अघि घोप्टो परेर यसो भन्दै कराउँथे, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। तर उहाँलाई प्रकट नगर्नु भनी तिनीहरूलाई उहाँले कडा हुकुम दिनुभयो। त्यसपछि येशू डाँडामा उक्लनुभयो र उहाँले चाहनुभएका जतिलाई बोलाउनुभयो र तिनीहरू उहाँ कहाँ आए। आफूसँग रहन र प्रचार गर्न पठाउनलाई उहाँले 12 जनालाई नियुक्त गर्नुभयो र तिनीहरूलाई भूतहरू निकाल्ने अधिकार पनि दिनुभयो। ती 12 प्रेरितहरू यिनै हुन्। सिमोन, जसको नाउँ उहाँले पत्रुस राख्नुभयो, जब्दियाका छोरा याकुब र याकुबका भाइ यूहन्ना। उहाँले तिनीहरूलाई बोअनर्गेस अर्थात् गर्जनका छोराहरू भन्ने नाउँ दिनुभयो। अन्द्रियास, फिलिप, बार्थोलोमाई, मत्ती, थोमा, अल्फयसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा इस्करियोत जसले उहाँलाई धोका दियो। त्यसपछि येशू फेरि घरतिर जानुभयो। फेरि भिड जम्मा भयो, यहाँसम्म कि उहाँहरूले भोजन खान पनि पाउनु भएन। जब येशूका परिवारले यो सुने तब उहाँलाई लैजानलाई उनीहरू निस्के, किनकि उहाँको मन ठेगानमा छैन भनी उनीहरू भन्थे। यरुसलेमबाट आएका व्यवस्थाका शास्त्रीहरूले भने, त्यसमा बालजिबुल भूत छ र भूतहरूको मालिकद्वारा नै त्यसले भूतहरू निकाल्दछ। तर उहाँले तिनीहरूलाई आफू कहाँ बोलाएर दृष्टान्तहरूमा भन्नुभयो, शैतानले शैतानलाई कसरी निकाल्न सक्छ? कुनै राज्यको आपसमा फुट भयो भने त्यो राज्य टिक्न सक्दैन। कुनै घरको पनि आपसमा फुट भयो भने त्यो घर टिक्न सक्दैन। यदि शैतानले शैतानकै विरुद्धमा खडा भएर फाटो ल्याएको छ भने त्यो टिक्न सक्दैन, तर त्यसको अन्त्य आइसकेको हुन्छ। कसैले बलियो मानिसको घरमा पसेर उसको धनमाल लुट्न सक्दैन। जबसम्म त्यसले त्यो बलियो मानिसलाई पहिला बाँध्दैन तब पो त्यसले उसको घर लुट्न सक्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसहरूका सबै पाप र ईश्वर निन्दा क्षमा गरिनेछन्, तर पवित्र आत्माको विरुद्धमा निन्दा गर्नेलाई कदापि क्षमा हुने छैन, तर त्यो अनन्त पाप कर्मको दोषी ठहर्छ।
उहाँले यो वचन भन्नुभयो किनकि उसमा अशुद्ध आत्मा छ भनी तिनीहरूले भनेका थिए। तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए र बाहिरै खडा भएर उहाँलाई डाकी पठाए। भिड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, हेर्नुहोस्, तपाईकी आमा र तपाईका भाइहरू तपाईलाई बाहिर खोज्दैछन्। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, मेरी आमा र मेरा भाइहरू को हुन्? अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू। किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी